व्हाट्सअप गाइज आज हामी चाहिँ यसको सामान किन्न भाटबाटिन जान लाग्यो यसको र यिनीहरू दुइटा हामी कलेज ड्रेसमै जान लागेको छौँ मेरो कोरियन साथी अनि यो चाहिँ नेपाली यो पनि नेपाली जस्तै छ तर के हो थाहा छैन म चाहिँ च्याङ हो यो सुत्तो ल अब यहाँ जाऊँ ऊ गाडी आइरहेको छ हामी बिच बाटोबाट हिँडेको छौँ हामीलाई बाल छैन किनकि हाम्रै रोड हो यो के मलाई बाल छैन किनकि यो रोड मेरै ए ओए खुल्ले रहेछ ल अब यस्तो चाहिँ इक्जाम बिग्रेको छ ल लास्ट दुखी भएको छ मेरो चाहिँ राम्रो भएको छ मैले चाहिँ च्याट जिपिटी हानेर पुरै लेखेको र म पास हो यसले त टप हान्छ नि त अनि त्यहाँ पोखराको सान महान पोखरा हाम्रो पोखराको फोरो यस्तो छ यस्तै हुन्छ मेरो यो कोरियन साथी केटा हो कि केटी कमेन्ट चाहिँ कमेन्ट गर्नुहोस् तपाईँ केटी हो केटा केटी जस्तो क्युट देखिनुहुन्छ त देखाइदिउँ देखाइदिउँ त भने कि तर देखाउँछ देखाउँदैन भिडियोमा चाहिँ देखाउन मिल्दैन भिडियोमा चाहिँ अलिक मिल्छ स्कुटीको हावा सही तरिकाले जाम फुटपाथ नेपालको फुटपाथमा यस्तरी स्कुटरहरू चल्छ ब्यालेन्स कहाँ यो चाहिँ बन्द गर्नु पऱ्यो यो चाहिँ अति नराम्रो कुराहरू हो ल हामी चाहिँ बस्यो यहाँ जलेर डिस्ट्रोय भएको भाटबाट नि यति छिटो बनिसक्यो यस्तो राम्रो भएर एकदम खतरा भइसकेको छ र धेरै पछि आउँदा एकदम मलाई रमाइलो लागेको छ यो चाहिँ मेरो फर्स्ट टाइम हो चिप्ला न मैले बोलाएको तर यहाँ भाटबाट नि होस् मेन गुरुङ दुखी भएर जिन्दगीभरि कमाएको सम्पत्ति एकछिनमै स्वाट भएर जाँदा उसको मन कति रह्यो होला हाम्रो मलाई 10 रुपियाँ हराउँदा त हामी रोइदिन्छौँ है यसको त मलाई अरबौ एकैछिन भइएको यो चाहिँ फर्स्ट फ्लोर सेक्सन अनि बित्तिकै गर्मी भयो आई थिङ्क यसमै हो फर्स्ट फ्लोर चाहिँ हाम्रो एन्ट्री यहाँ चाहिँ इन्भाइरोमेन्टै कुल छ क्या एकदम यहाँ देखेर मेरो आँखा चाहिँ यसमा गयो खाइदिउँ क्या आइदिनु पछाडि हो कि बास्केट होइन त्यहाँबाट यहाँ त खानेकुराहरूको आमा हामीसित उता लास्ट थियो क्या वा सब खाइदिउँ क्या म एकैछिनमा आज हुन्छ मनै लपाइदिएँ मेरो तर खानेकुरा देखेर धेरै पछि सुपर मार्केटमा आउँदा साथी भने यहाँ धन्न एउटा चक्लेट गोजीमा हालेको मलाई सम्झाइदिएँ कि उहाँ अलार्म बज्छ भनेर साइको चाहिँ हाम्रो सपिङ कार्ट साथी यता जाम ल सपिङ कार्ट म चाहिँ सपिङ कार्ट यस्तो जाँदैछु र उसले मलाई यहाँ बस्न भनेको छ के म यसमा हटाउँछु ल यो चाहिँ के हो MUZI सी पनि रहेछ ल सी पनि रहेछ म त अर्कै पढिरहेको कि म्युजिक रहेछ तर म चाहिँ अरू पनि ड्रेसमा सर्भिङ गर्छन् र हाम्रो तरकारीको सेक्सन आयो पहिलो प्याज यहाँ चाहिँ एकदम राम्रो ओरेन्जहरू फ्रुट्सहरू यो चाहिँ हाम्रो रेफ्रिजरेटर त्यहाँ ड्रिङ्क्सहरू कोल्ड ड्रिङ्क्सहरू सबै छ एन्ड भेजिटेबलको आइटम चाहिँ तेह्र स्पेसली रहेछ एउटा बास्केट लिएर हिँड्न सक्दैन बास्केट लिएर हिँड्न सक्दैन तिमी बास्केट लिएर हिँड्न ल खान न ल के गरेको त्यहाँ उसलाई चाहिँ रङ्ग लागेको छ र पारसको कता लगेको छ हेलो डोरियन के हो यो मलाई कटर हो यसलाई नेपाली कटर मलाई पोखरा चल्ने मान्छे थाहै छैन नेपालीमा डुरियन के हो डुरियन तिमीलाई थाहा छ डुरियन भनेको मेरो अनर्सेम र हामी यहाँ छौँ सामान चाहिँ यत्रो लिएर पुगिसक्यो क्लुलेसन ए यो के हो यस्तो चिप्सको त पहाडै छ खाइदिउँ माथि डुलेर आएको सामान लिन पनि
सब खाइदिन्छु माटो माने ऊ चाहिँ ओइ रुका 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 छोडेर हिँडेको त्यहाँबाट गयो केटीले बोलाएपछि त्यस्तै हो मलाई एक्लै छोडेर गयो मेरो सामान पनि छैन उता गयो सोलखन्चा भित्र छ अनि आज चाहिँ हामी लिफ्टमा त्यस्तै साथी चाहिँ र यत्रो एक झोला भइसक्यो यो सामान र मैले चाहिँ एउटा मिल्की बार एउटा डेरी मिल्क लिएको छु बिर्सेको म धन्नै लडेन म बिर्सेको उसले मलाई भुलाइदिएको छु कहाँ जाने माथि आर्किटेक्टमा आर्किट त तल हो माथि हो सायद तल ल र यो हामी सेकेन्ड फ्लोरमा जाँदैछौँ केटाहरूसँग अब मेरो साथीहरू पुरा सोझो मान्छे जाने म चाहिँ फेरि लड्न सक्छु त्यही भएर राम्रो से चिडी आए अझै हामी जानु भनेको फुड पार्क चाहिँ माथि हामी चाहिँ फुड पार्कमा आइसक्यौँ अब यसमा एक्सप्लोर गर्ने हो मजा भइरहेको छ अब यसमा गएर हाइट्स यसमा पो छ र रमाइलो चाहिँ यहाँ पो छ र यो रेस्टुरेन्ट एन्ड यो फुड पार्क यो चाहिँ खेल्ने ठाउँ हो खेल्ने हो बास्केटबल अब लाइक यो दुईवटा गेम रहेछ यो गाडी बास्केटबल यो उसवाला जेक्सनवाला अनि यो टेडी झिक्नेवाला एन्ड त्यो चाहिँ क्याफे 3 मिनटको 200 हेर एउटा सिक्क पाएको मैले साइको यो खेलाएर 3 मिनट थाहा पाइसक्यो होला ड्राइभिङ अहिले लाइसेन्स निकाल्दैन गेम त खेल्यो मेरो त पसिनै आयो एउटा गाडी चलाउनु बसेर चलाउनु नि हिँड्यालमा त झन्की हुने हो साइको 200 रुपियाँ मलाई 3 मिनटको मलाई त मजा त गएको टाइम मलाई थाहै पाएन क्या मैले ल एलिभेटर कामै छैन क्या मलाई यस्तो हिँडिदिन्छु उस साथीमा गर्लफ्रेन्ड लिएर हिँडेँ मलाई कलेजबाट उस गरेर हामीलाई त्यसले गर्लफ्रेन्ड लिएर हिँड्यो हामीलाई ढाँटेर छैन भनेर रिलेटिभ भनेर साहीको मलाई गर्लफ्रेन्ड लिएर हिँड्दाखेरि अहिले मज गरिरहेको ल अहिले चाहिँ हामी आइसक्रिम खान आएको आइसक्रिम काउन्टर थियौँ र यो मोबाइलमा व्यस्त छ खै के गरिरह अनि थाहै छैन असम हेरौँ अब आइसक्रिम पनि रिभ्यू दिन्छु म आइसक्रिमको फ्लेभर पनि डह्रो रहेछ एउटा यो दुइटा कुन आइसक्रिम चाहिँ मैले लिएँ मेरो चाहिँ यो यसको पनि हो आइसक्रिम चाहिँ हामीले लिएँ तर वाइल्ड आराम गरेर आइसक्रिम जाम के जाम के खाना खानु पऱ्यो भोक लाग्छ यसलाई भोक लाग्यो उसको कुरो छुट्या